वैशाख 24 गते जेएनजी आन्दोलनबाट अमरत्व प्राप्त गरी यो देशका नाममा शहीद घोषणा भएका हाम्रा स्वर्गीय भतिज उत्तम थापाको मम्मी र निजको परिवारलाई भेट्न यस कार्यक्रममा पाल्नुभएका सुदूरपश्चिम प्रहरी प्रदेशका प्रहरी प्रमुख सहायक श्रीमान प्रहरी नायक महानिरीक्षकज्यू, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षकज्यू लगायत अन्य जुनियर प्रहरी अधिकृत तथा जवानहरू र आज यस शोकको घडीमा केही हदसम्म भए पनि आफ्नो सन्तानको पीडा कस्तो हुन्छ र आमालाई र निजको परिवारलाई भेटेर यो यस सुदूरपश्चिम प्रहरी प्रदेशका प्रहरी प्रमुखज्यूको हातबाट केही हामी उत्तमको ब्याजीहरूले रकम सङ्कलन गरेर केही हदसम्म भए पनि राहत हुन सक्छ कि आमाको मलमपट्टि लगाउँ र निजको परिवारको हातलाई एउटा चाहिँ मलमपट्टि लगाएर उहाँलाई केही राहत हाम्रा छोराहरू यी पनि रहेछन् भन्ने एउटा आभास दिनको लागि यस कार्यक्रममा पाल्नुभए आज हाम्रो सुदूरपश्चिमका प्रहरी प्रमुखज्यूको हातबाट दिने कार्यक्रम तय गरिएको छ र जसमा चाहिँ मेन भूमिका निर्वाह गर्ने प्रहरी जवान कैलाश कठायतज्यू उहाँलाई चाहिँ आफ्नो 2 शब्द राखिदिन म अनुरोध गर्दछु। अब हामीले साथी गुमाइसकेपछि अब अरू त हामी के नै गर्न सक्छौँ। अब आमाको एउटा छोरा गए पनि कतिवटा छोरा छौँ भनेर हामीले जति जति सक्छौँ जति जति ब्याजीले हामी जतिसुकै ग्रुपमा थियौँ त्यो सबै ब्याजीले आमा र भाउजूको लागि केही हदसम्म केही क्रिया खर्च होस् केही सहजीकरण होस् भनेर हामीले केही सहयोग गरेका छौँ। तीमध्ये पनि अझै हामी खुसीको कुरामा छौँ भने चाहिँ आमालाई भाउजूलाई भेट्न पाएर हाम्रो सरको हातबाट हजुरलाई हस्तान्तरण गर्न चाहन्छौँ। जति रकम उठेको छ र हजुरहरू सबै फ्यामिलीमा यस्तो पीडा परेको छ, हामीलाई पनि त्यति नै दुःख लागेको छ। सँगै खेल्यौँ, सँगै ड्युटी गर्ने साथी गुमाउनुको पीडा हामीलाई पनि छ र आमालाई यति भन्न चाहन्छु कि यतिवटा छोरा छौँ, एउटा छोरा गए पनि हजुरका यति छोरा यहाँ छौँ, कति छोरा छन् चिन्ता नलिनु होला। हजुरलाई केही परेको बेला हामीसँग हामीले गर्न सक्ने हामी सहयोग गर्नेछौँ भन्न चाहन्छु र जे जति छ हामी सरको हातबाट हस्तान्तरण गर्न सक्छौँ। सुदूरपश्चिमका प्रहरी प्रमुख सहायक श्रीमान प्रहरी नायक महानिरीक्षकज्यूलाई शोकका 2 शब्द व्यक्त गरिदिन हार्दिक अनुरोध गर्दछु। अब मसँग अहिले बोल्ने शब्द धेरै छैन। तस्बिर मैले देखेँ, त्यसपछि मलाई रातभरि सुत्नु पनि गाह्रो थियो। सबै छोराहरू हामी सबै नानीको अभिभावक हामी सबै हो।